एभ्रिवान हेलो हेलो आज चाहिँ हामी आफ्टर लङ टाइम दिदी भाइ करेन अनि त्यसपछि ससेज अनि यता चाहिँ पोर्क छ र यता खाना छ खानामा पनि पोर्क रायोको साग अनि कागती प्लस अचार भाङ्गो र टमाटरको अचार छ र साथमा पानी पनि यता फेरि मेरो पनि छ ओके अब हामी स्टार्ट गर्छौं खानाको लागि प्लिज मेरो भिडियो लास्टसम्म हेरिदिनु होला कस्तो लाग्छ राम्रो नराम्रो कमेन्ट पनि गरिदिनु होला ओके नराम्रो त नगर्ने आज हामी हातैले खाँदैछौँ है खाना पनि छ त्यही भएर खायौ ल तपाईँ हाँस्नलाई अगाडि बसेको दिएर अगाडि बसेर लाजेर सर्कीको गाडे खुर्सानी चर्क्यो भने त आँखाबाट आवाज आउँछ त ब्रो खुर्सानी चर्क्यो भने त आँखाबाट आवाज आउँछ त ब्रो लास्ट पिरो चाहिँ त यो चाहिँ पोर्कको भाङ्गो र टमाटरको अचारमा सस हाल्नु न कस्तो लागिरहेको डेन्जर साग पनि छ यता चाहिँ पोर्कको मासु छ आफ्टर दुई भाइमा चाहिँ हामी दिदी भाइ यो करेन्ट अनि यो खानाहरू सबै मिक्स गरेर मुखबाङ गर्दै गरेको है अनि हाम्रो ब्याकग्राउन्डमा चाहिँ हाँस्दिराख्नु भएको छ क्या अनि हामीलाई पनि हाँसो लागिरहेको बसमै हाँसो लागिरहेको पोर्क त्यो पिरो हो यार पिरो भयो यो भ्लगमा चाहिँ नयाँ माइक पनि छ आज ओह माय गॉड वाउ हो कि नै एकदम पहिला सिगान पुछो क्या रे पहिला सिगान पुछो क्या रे पोर्क
भात पनि घनले हान्ने जस्तो भएको छ यार। चाम्रो होइन साग खोलेको साग हो कस्तो हो त्यो खोलेको भनेको? रायो भाजी। ए साह्रै पिरो भयो। सात खत्म बाय बाय टाटा गुड बाय गया। अलिक बिस्तारै मिचर। सकिगयो नि सकिगयो नि भाइको चाहिँ आँखामा कागतिनी चढ्दा पिरोले गर्दा आँखामा पस्यो। भयो भयो अब चाहिँ ठिक छ। अब ठिक छ। भात धेरै हुन्छ है। एकदमै स्पाइसी मेरो त आँखामा जो भयो भयो। हाम्रो खाना पनि एकदमै गाह्रो भइसक्यो। त्यो माथि हामीले दिउँसो पनि खाजा खाएको थियो होइन। दिउँसो खाजा पनि खाएको कारणले खासै धेरै खान सकिएन। कति बज्यो?
चटनीमा मिठो छ कसले बनाएको चटनी तपाईँले ए साह्रै गाह्रो भयो तपाईँलाई कसरी हानिन्छ यसरी नै साह्रै अमिलो पनि भइहाल्छ चाहिँ सुँगुरको मासु ल यो मिठो छ शिवान पच मेरो चाहिँ पेट भर्यो धेरै पनि भयो करेन्ट चाउचाउ ससेज पोर्क सक्यो यो खाना चाहिँ हामीले खान सकेनौँ हाम्रो पेट अलरेडी फुल भएको कारणले खान सकेनौँ भाइले खान सकेन होइन भाइले पनि सकेन नखाने आज हाम्रो चाहिँ यति नै भाइ चाहिँ पिरो नखाने मान्छे हो आज मैले गर्दा चाहिँ उसले पिरो खाएको छ सो तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला सब्सक्राइब पनि एकदमै मिठो थियो यो करेन्ट चाउचाउ चाहिँ खुसी लाग्यो बुढा मगरले बनाउनु भएको कि सब्सक्राइब गरिदिनु होला अब चाहिँ भिडियो एन्ड हुँदैछ भयो ओके आजको लागि यति नै फेरि नेक्स्ट ब्लगमा भेट हुने नै छौँ कुनै पनि ब्लगहरू आउने नै छ त्यतिन्जेलको लागि बाई बाई अब फेरि म चाहिँ 1-2 महिनापछि भेट्नेछु ब्लगमा बाई 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 बाई